गुड मर्निङ डिएक्सन। नमस्कार, गुड मर्निङ डिएक्सन टिभी फुल मस्तीको विशेष प्रस्तुति गुड मर्निङ डिएक्सन यो विशेष अङ्कमा नयाँ अङ्कमा तपाईलाई धेरै धेरै स्वागत छ। तपाईकै प्यारो मान्छे सञ्जीवको तर्फबाट आज पनि गुड मर्निङ डिएक्सनमा डिएक्सनको एउटा नयाँ प्रोडक्टको बारेमा जानकारी लिएर हामी उपस्थित भएका छौं है। र तपाई टिभी फुल मस्तीमा अहिलेसम्म जोडिनु भएको छैन, हामीलाई सब्स्क्राइब गर्नु भएको छैन भने गरिदिनुस् ल। तपाईको सब्स्क्राइबले तपाईले धेरै भन्दा धेरै डिएक्सनको प्रोडक्टको बारेमा जानकारी पाउनुहुनेछ। त्यो सँगै डिएक्सनको मात्रै हैन, तपाईले विशेष स्वास्थ्यसँग सम्बन्धित जानकारी पाउनुहुनेछ है। भविष्यमा रोग लागेर पछुताउनु भन्दा रोग लाग्नु भन्दा अगाडि नै तपाई अलिकति चनाखो भइदिनु भयो भने त्यो बुद्धिमत्ता मानियो नि त। त्यही कारणले गर्दा यस्ता स्वास्थ्यसँग सम्बन्धित जानकारीहरू हामी तपाईलाई दिने गर्छौं टिभी फुल मस्ती मार्फत। सब्स्क्राइब गर्नुहोस्, हामीले हालेका जति पनि कन्टेन्टहरू तपाईले नोटिफिकेसनको रूपमा पाउनुहुनेछ। त्यो सँगै तपाई टिकटक चलाउनुहुन्छ, टिकटकको प्रयोगकर्ता हुनुहुन्छ भने स्क्रिनमा दिएको यो छेउको क्यूआर बटनमा तपाईले स्क्यान गरेर तपाईले टिकटकमा पनि हामीलाई जोड्न सक्नुहुनेछ, ताकि हामीसँग भएका विभिन्न जानकारी तपाईले टिकटकबाट पनि पाउनुहुनेछ। हामीसँग भएका सामग्रीको बारेमा तपाईले टिकटकबाट जानकारी पाउनुहुनेछ। हामी बेला बेलामा टिकटकमा लाइभ पनि आएर तपाईसँग प्रत्यक्ष कुराकानी गर्छौं। तसर्थ टिकटकमा पनि जोडिन नबिर्सिनु होला भन्दै धेरैको गुनासो आउँछ, धेरैको जिज्ञासा आउँछ। मैले यति वर्ष खाएँ भएन, मैले उति वर्ष खाएँ भएन, यो डिएक्सन खत्तमै हो भन्ने पनि मैले सुनिरहेको हुन्छु। मैले जहिले पनि प्रष्ट रूपमा भनिरहेको हुन्छु, डिएक्सन तपाईलाई स्वास्थ्य राख्ने एउटा सप्लिमेन्ट खाद्य पूरक तत्त्व मात्रै हो। यो आफैमा औषधि होइन। तपाईले कुन समस्याको लागि कसरी खाँदै हुनुहुन्छ, त्यसमा मुख बार्नुपर्ने हुन्छ, बानी व्यवहार परिवर्तन गर्नुपर्ने हुन्छ। डिएक्सनको प्रोडक्ट पनि खाने तरिका हुन्छन्। कुन समस्याको लागि कुन प्रोडक्ट खुवाउँदा चाँडो तपाईलाई त्यो समस्याबाट छुटकारा पाउन लाभ मिल्छ त त्यो पनि जान्नुपर्ने हुन्छ। कुन समयमा खाने, कुन डोजमा, यावत कुराहरू मिलेन तपाईलाई मिलाउन सक्नु भएन भने डिएक्सन खाछु ओहो म त ठिक हुन्छु भनेर दङ्ग पर्नु पर्दैन है। तपाई साँच्चै नै ठिक हुनु भने बानी व्यवहार परिवर्तन गर्नुपर्छ। तपाईले जुन कारणले गर्दा तपाईलाई त्यो समस्या भइरहेको छ भने त्यो खालका बानी व्यवहार, त्यो खालका खानाहरू तपाईले खानु भएन, त्यो चेन्ज गर्नुपर्छ। के खाने के नखाने त्यो काउन्सिलिङ गर्दा तपाईले बुझ्नुपर्छ। सबै कुरो बुझेर मात्रै, त्यही भएर म जहिले पनि भन्छु नि, खानुभन्दा पहिले बुझ्नुस् अनि कुद्नुस् अनि खानुस्। कुद्नुस्को अर्थ खानुस्, कुदेर नखानुस्। धेरैको गल्ती के गर्नुहुन्छ, भनेर ललैमा लाएर खानुहुन्छ, अन्तिममा खोइ आफूले खोजेको स्वास्थ्य लाभ पाउनुहुन्न, के मिल्दैन अनि भएन भन्दै हैन विभिन्न कमेन्ट गर्न हाम्रोमा आइपुग्नुहुन्छ। यहाँ विभिन्न कमेन्टहरू देखिरहेको हुन्छु, चिन्ने जानेकै साथीहरूको है कमेन्टहरू देखिरहेको। कहिले नेगेटिभ कमेन्ट गर्नुहुन्छ, कहिले बुझी पनि त्यो अलिकति हैन जिस्काउने हिसाबले हामीलाई कमेन्ट गरिरहनु भएको छ। त्यस्ता युजरहरू पनि हुनुहुन्छ। कुनै बेला ती युजरहरूको कमेन्टलाई ल्याएर पनि उहाँहरूको वास्तविकता यहाँहरूको अगाडि पनि राखौँला, कुनै बेला त्यो दिन पनि आउला। ठिक छ, यो कुरामा धेरै चर्चा परिचर्चा नगरौँ। आजको टपिक, आज हामी विशेष यहाँहरूलाई प्यानेक्स जङ्सनको बारेमा विशेष जानकारी दिन गइरहेका छौँ। के हो यो, कसरी खाने, त्यसको बारेमा हामी विशेष तपाईलाई जानकारी दिनेछौँ। प्यानेक्स जङ्सन है, यो एक प्रसिद्ध औषधीय जडीबुटी हो र यसलाई जीवन दिने अथवा जीवन शक्ति दिने वनस्पति भनेर पनि चिनिन्छ। यसले शारीरिक ऊर्जा बढाउने, मानसिक क्षमतामा सुधार ल्याउने, रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने र तनाव र थकावट घटाउनको लागि यसले विशेष सहयोग गर्छ। र यो विशेष तपाईले जुन देखिरहनु भएको छ मेरो हातमा डिएक्सनको प्यानेक्स जङ्सन विथ भिटामिन B12 हैन। B12 ले गर्दा तपाईको शरीरमा के आउँछ लक्षणहरू तपाईलाई थाहा छँदैछ। मांसपेशी बाउडिने, मांसपेशी झुक्ने, हाड जोनी दुख्ने, डिप्रेसनको समस्या,
बोल्न मन नलाग्ने, शरीर ताते जस्तो हुने, अरूसँग बोल्दा नि झिजो लाग्ने, टाउको दुखे जस्तो हुने, त्यस्ता सिम्टमहरू भिटामिन B12 को समस्याले आउन सक्छन्। यदि त्यस्ता भिटामिन B12 तपाईँको शरीरमा कमी छ भने तपाईँले यो सेवन गर्न सक्नुहुनेछ। तर यो सेवन गर्ने केही तय तरिकाहरू छन्। कति वर्ष उमेर समयकाले प्रयोग गर्ने त्यो पनि एउटा तरिका छ, कति सेवन गर्ने त्यो पनि एउटा तरिका छ। अन्तिममा यसको बारेमा बताउने छु। अब यो चाहिँ विशेष कोरिया, चीन, जापान, साइबेरिया र नेपालको उच्च पहाडी क्षेत्रहरूमा यो चाहिँ पाइन्छ है, प्यानेक्स ज्याङ्सेन चाहिँ। र अब यसको चाहिँ जुन स्वरूप चाहिँ जराबाट बढ्ने है, यसो हेर्दाखेरि चाहिँ गाजर जस्तो आकृतिको हुन्छ र झ्याप्प हेर्दा मान्छेको आकृति पनि देखिन्छ है। हरिया पात र साना रातो सेतो फूलहरू हुने गर्छ यसमा। त्यो फूलहरू तपाईले देख्नुभयो भने र झ्याप्प हेर्दाखेरि यसको जरा चाहिँ मान्छेको आकृतिको देखिन्छ है। अब यसमा के त्यस्ता गुणहरू छन् जसले गर्दा चाहिँ आयुर्वेदमा अथवा औषधिमा यसको प्रयोग हुन्छ त त्यसको बारेमा कुराकानी गरौँ है। प्यानेक्स ज्याङ्सेनले चाहिँ गर्ने नम्बर 1 फाइदा हो ऊर्जा, यानी कि इनर्जी बुस्टर र थकानलाई कम गर्ने काम गर्छ। शारीरिक र मानसिक थकानलाई कम गर्छ र कडा परिश्रम गर्ने खेलाडी र जति व्यस्त जीवनशैली भएका मानिसहरूको लागि चाहिँ एकदमै राम्रो मानिन्छ। हुन्छ नि कोही घर आउने बित्तिकै शिथिल हुने त्यस्ता व्यक्तिहरूले यो सेवन गर्नुभयो भने त छुट्टै प्रकारको इनर्जी चाहिँ तपाईलाई ल्याउँछ। त्यो सँगै मानसिक क्षमता, मेमोरी बुस्टिङको लागि पनि यसले विशेष सहयोग गर्छ। मानसिक क्षमता सुधार र मेमोरी बुस्टिङ, सोच्ने क्षमता बढाउनको लागि यसले विशेष सहयोग गर्छ। याद शक्ति बढाउँछ, ध्यान फोकसको लागि विशेष सहयोग गर्छ, सिक्ने क्षमता बढाउँछ, मानसिक ताजगी दिन्छ र बुढौलीको कारण मस्तिष्कमा पर्ने असरलाई कम गर्छ है। अब म बुढो हुँदै गएँ, म बिर्सिएँ, बुढो भएपछि बिर्सिन्छ नि भन्ने त्यो होइन। तपाईले राम्रा चिजहरू खानुभयो भने जतिसुकै उमेर भए तापनि तपाईको मस्तिष्क बिर्सिने भन्ने हुँदैन। तपाईले राम्रो कुरा खानुस्, तपाई कहिले पनि तपाईको स्ट्रङ हुन्छ मेमोरी। तसर्थ ज्येष्ठ नागरिकहरूले पनि यो सेवन गर्न सक्नुहुन्छ। तर तपाईले केही विशेष स्वास्थ्य समस्या छ भने यो सेवन गर्नुभन्दा अगाडि चिकित्सक अथवा यसको बारेमा जानकार व्यक्तिसँग राम्रोसँग परामर्श लिएर मात्रै सेवन गर्नुपर्छ। त्यो सँगै यसले गर्ने अर्को फाइदा भनेको तनाव, यानी कि स्ट्रेस र डिप्रेसन कम गर्नको लागि पनि यसले विशेष सहयोग गर्छ। यसमा चाहिँ एडाप्टोजेन नामक गुणहरू यसमा पाइने भएका कारणले गर्दा चाहिँ यसले चाहिँ तनावलाई कम गर्नको लागि चाहिँ यसले सहयोग गर्छ। डोपामिन र सेरोटोनिन जस्ता न्युरोट्रान्समिटरलाई सन्तुलनमा राख्नको लागि यसले विशेष सहयोग गर्छ, जसले गर्दा डिप्रेसन र एन्जाइटी घटाउनको लागि पनि विशेष सहयोग गर्छ। प्यानेक्स डिएक्सनको प्यानेक्स ज्याङ्सेनले रोग प्रतिरोधात्मक, यानी कि रोग प्रतिरोधात्मक इम्युनिटी क्षमता बलियो बनाउनको लागि पनि यसले विशेष सहयोग गर्छ। शरीरलाई भाइरल ब्याक्टेरियल संक्रमणहरू जस्तै कोल्ड फ्लू, कोभिड-19 जुन गयो हैन, त्यसबाट जोगाउनको लागि र शरीरमा प्राकृतिक रूपमा विषमुक्त डिटक्सिफिकेसन गर्नको लागि पनि, शरीरलाई निर्विषीकरण गर्नको लागि पनि यसले विशेष सहयोग गर्छ प्राकृतिक रूपमा है। त्यो सँगै जो डायबिटिजका पेशेन्टहरू हुनुहुन्छ उहाँहरूको रगतमा चिनीको मात्रा, ब्लड सुगर लेभललाई सन्तुलनमा राख्नको लागि विशेष सहयोग गर्छ र इन्सुलिन प्रतिरोध कम गर्छ, जसले गर्दा टाइप 2 सम्मको मधुमेह भएका व्यक्तिलाई पनि यसले विशेष फाइदा गर्छ है। त्यो सँगै रक्तचाप र मुटुको स्वास्थ्यमा सुधार गर्छ, रक्त सञ्चार यानी कि ब्लड सर्कुलेसनमा सुधार गर्छ, रक्तचाप नियन्त्रण गर्छ र कोलेस्ट्रोललाई सन्तुलन राख्छ, यानी कि रक्तचाप भएका व्यक्तिले पनि सेवन गर्दा राम्रो देखियो। यौन स्वास्थ्यलाई सुधार गर्छ, सेक्सुअल हेल्थलाई पनि यसले राम्रो गर्छ, पुरुष तथा महिलाको यौन शक्ति बढाउने काम गर्छ र शुक्राणुको गुणस्तर सुधार गर्नको लागि पनि विशेष सहयोग गर्छ। यदि तपाई मध्ये कोहीलाई यौनसँग सम्बन्धित समस्या छ हैन, त्यस्ता समस्याहरू छन् अघि मैले भनेका जस्ता भने त्यस्ता व्यक्तिले पनि यो सेवन गर्दा यसले फाइदा गर्ने भयो।
त्यो सँगै छालाको स्वास्थ्य सुधार, स्किन हेल्थलाई पनि यसले राम्रो गर्छ। एन्टिअक्सिडेन्ट भएको कारणले गर्दा छालालाई चम्किलो बनाउँछ र उमेर बढ्दै जाँदा पनि छाला सम्बन्धी समस्या जस्तै चाउरो पर्ने, पिम्पल, डन्डिफोर, रेखी, तल कालो केही पनि हुँदैन। तपाईँ सधैँ जवान देखिनुहुन्छ है। त्यो कारणले गर्दा समराइजमा भन्नुपर्दा, सारांशमा भन्नुपर्दा प्रेसर, त्योसँगै अलिकति भिटामिन B12 को कमीले गर्दा आउने समस्या, त्योसँगै डायबिटिजका समस्या, त्योसँगै छालाको समस्या, त्योसँगै अलिकति ऊर्जा बढाउन, त्योसँगै यौनसँग सम्बन्धित समस्या भएका व्यक्तिले प्यानाक्स जेङ्सेन चाहिँ सेवन गर्न सक्नुहुन्छ। र यो प्यानाक्स जेङ्सेन क्याप्सुलमा छ, 60 वटा क्याप्सुल यो भित्र छ। यो प्योर भेजिटेरियन क्याप्सुल हो है। हरेक दिन तपाईले एक क्याप्सुल मात्रै सेवन गर्दा पनि यसबाट पाउने फाइदाहरू तपाईले पाउन सक्नुहुनेछ। 18 वर्षभन्दा मुनिका व्यक्तिहरूले यो सेवन गर्न हुँदैन, त्यस्ता व्यक्तिहरूले यो सेवन गर्न मिल्दैन। र कोही विशेष स्वास्थ्य समस्याबाट जुझिरहनु भएको छ भने चिकित्सकको सल्लाह र योसँग जानकार व्यक्तिको सल्लाह लिएर मात्रै तपाईले प्यानाक्स जेङ्सेन सेवन गर्नु होला। अरूले भनेको भरमा, लहलहीको भरमा अथवा यो भिडियो हेरेकै भरमा सेवन नगर्नु होला है। तपाईँ यो तल दिएको हेल्पलाइन नम्बरमा फोन गरेर, विदेशमा हुनुहुन्छ व्हाट्सएप, इमो, भाइबरमा मेसेज अथवा फोन गर्नुहोस्। नेपालमै हुनुहुन्छ हामीलाई मेसेज गर्नुहोस् अथवा कल गर्नुहोस्। बुझेर मात्रै सेवन गर्नुहोस्। लहलहीमा सुनेको आधारमा, भिडियोको आधारमै सेवन नगर्नु होला। यो पनि यहाँहरूलाई विशेष अनुरोध। आजको भिडियो कस्तो लाग्यो? मन परेको हो भने अघि मैले भनेका जस्तो समस्या हुनुभएका व्यक्तिहरू, तपाईको टोल छर छिमेक इष्टमित्र यताउता कहीँ हुनुहुन्छ भने यो भिडियो उहाँहरू समक्ष पुर्याइदिनुहोस् ताकि यो भिडियोले उहाँहरूलाई फाइदा गरोस्। ठिक छ, आजको भिडियोबाट छुट्टौँ। अर्को भिडियोमा नयाँ कुनै फेरि जानकारीको साथमा हामी उपस्थित हुन्छौँ। त्यतिन्जेलसम्मको लागि हामीलाई बिदा दिनुहोस्। तपाईको बाँकी पल शुभ रहोस्। नमस्कार। गुड मर्निङ डिएक्सन। गुड मर्निङ डिएक्सन।